लभ लभ आउँदा हुने रहेछ कि गर्लफ्रेन्ड बोयफ्रेन्ड ठ्याक्क आउने यहाँ बोयफ्रेन्ड बस्ने त्यहाँ गर्लफ्रेन्ड बस्ने बिचमा आई लभ यु छ भन्नु परेन के देखाउने मात्रै हैन यो हावाको कसम यो बादलको कसम यो पोखरीको कसम कसम म तिमीलाई माया गर्छु वाउ यतिकै एक्टिङ भएपछि यो ठाउँ एरियातिर अस्ति के पुन्नु सुटिङ भएको उनको सिटर मुभी सुटिङ भएको नेक्स्ट टाइम उनको सिटर 2 मा चाहिँ हिरोको मेन रोल चाहिँ उसलाई लिड रोल गराएर चाहिँ दाइलाई पनि केटी बनाइदिनु फाइनली हामी चाहिँ तल देखिँदैको गोडबाट चाहिँ दामी चौरीको छुर्पी खाएर चिया खाएर अब चाहिँ हामी यहाँ झन्डा फुकेको दामी अवलोकन गर्नेछौँ अब्जर्भ गर्नेछौँ मजाले आनन्द लिनेछौँ त्यसको लागि चाहिँ हाम्रो टोलीहरू चाहिँ हरि बढिसकेको छ म अलिक पछाडिबाट गइरहेको छु लुक एट द भ्यू वाउ जस्ट वाउ स्टे कार्पेडियम त्यहाँ चौरी गाईहरू छ दामी गाईहरू छ हामी चिनेर चाहिँ छुर्पी खाँदै हामी चाहिँ झन्डा पोखरीको दृश्य अवलोकन गर्नको लागि चाहिँ म चाहिँ गइरहेको छु यो टुरिस्ट अगाडि गइसकेको छ है यस्तो दामी भ्यू छ यो भ्यू देख्दाखेरि यो ठाउँ देख्दाखेरि तपाईँहरू पक्का आउनुपर्ने हुन्छ है त घुम्न चाहिँ ल यो घुम्न आउँदा चाहिँ मलाई कन्ट्याक्ट गर्नु होला कमेन्टमा लेख्नुपर्छ दामी पारामा चाहिँ झन्डा पोखरी यहाँ छ यस्तो पारामा यो झन्डाको सेप आकारमा चाहिँ पोखरी विस्तार गरेको छ बबाल छ है त गाइस दामी छ लुक एट द भ्यू यस्तो दामी छ कस्तो कम्प्लिटली झन्डै देखेन हौ यस्तो छ झन्डा पोखरी हो त्यहाँ अर्को कोण यहाँ तल छ एउटा कोण यहाँ कोण छ बिचमा यस्तो छ अलिकति दबिएको छ त्यहाँ चाहिँ हाम्रो टोलीहरू छौँ त्यहाँ चाहिँ वाउ दामी छ सुपर एक्साइटेड फिलिङ खालको त्यो भाइब आइरहेको छ कि मलाई चाहिँ बब्बाल भएर यस्तो दामी ठाउँ झन्डा बोक्ने बिचरा भएको छ भ्यू यस्तो देखिरहेको छ नि भ्यू म त हेर्दै मग्न मस्त भइसकेको छु यहाँ चाहिँ बस्ने ठाउँ रहेछ है दिदी यहाँ आइपुग्दा कस्तो भइरहेछ एकदम रमाइलो इन्जोय अहिलेसम्मलाई त्यस्तो थकित पनि भइएको छैन मुखमा के हो मुखमा दामी हो के को छुर्पी चौरीको यो चाहिँ हाम्रो फेरि टुरिस्ट गाइडर कस्तो फिल भइरहेछ मलाई त कस्तो भन्नु एकदम एक्साइटेड दामी छ ऊ चाहिँ एकदम दामी यो ठाउँको एकदमै उसलाई चाहिँ धेरै ज्ञान छ त्यसको लागि चाहिँ ज्ञान भइसक्यो चाहिँ उसले चाहिँ हामीलाई गाइड गरिरहेको छ अनि दाइ चाहिँ फ्यामिली हाम्रो यहाँ हुनुहुन्छ त्यहाँ ठिकै हुनुहुन्छ ल फेरि आई लभ यु फेरि त्यहाँ बसी त रोज्ने एकचोटि केटीको सेटिङ गर्दैन दाइ चाहिँ केटा ऊ केटी हो ल कुराकानी यहाँ चाहिँ गर्ने लभ आउँदा हुने रहेछ कि गर्लफ्रेन्ड बोयफ्रेन्ड ठ्याक्क आउने यहाँ बोयफ्रेन्ड बस्ने त्यहाँ गर्लफ्रेन्ड बस्ने बिचमा आई लभ यु छ भन्नु परेन के देखाउने मात्रै हैन यो हावाको कसम यो बादलको कसम यो पोखरीको कसम म तिमीलाई माया गर्छु वाउ यतिकै एक्टिङ भएपछि यो ठाउँ एरियातिर अस्ति के पुन्नु सुटिङ भएको उनको सिटर मुभी सुटिङ भएको नेक्स्ट टाइम उनको सिटर 2 मा चाहिँ हिरोको मेन रोल चाहिँ उसलाई लिड रोल गराएर चाहिँ दाइलाई पनि केटी बनाइदिनु त जोस गाइस यति इन्जोय फिल भएछ यति एक्साइटेड पन छ यो झन्डा पोखरी दामी छ दामी आएर तपाईँहरूले भिजिट गर्न सक्नुहुनेछ त यो ठाउँमा को आउन चाहनुहुन्छ कमेन्ट चाहिँ गर्नुपर्छ ल दामी भ्यू छ गाइस बडा छ ल ऊ छ रे गाइड गर्ने चाहिँ ल उसलाई को चिन्छ ऊ चाहिँ गाइड गर्छ उसले गाइड गर्छ फाइनली अब चाहिँ हामी चाहिँ यो ठाउँकै झन्डा पोखरी बबाल भ्यू गरिसकेको छौँ अब हामी फेरि हाम्रो यात्रा 4 रातिसम्म हुन्छ 4 राति यहाँदेखि अलिक उतापट्टि पर्छ अब लगभग हामीले 20 मिनट जतिमा हामीले चाहिँ 4 राति पुग्नेछौँ त्यहाँदेखि चन्दु चढ्नेछौँ दामी नै भ्यू आउनु बाँकी नै छ भिडियोमा चाहिँ मसँगै रहनु होला है त ल